सबैलाई नमस्कार। नमस्कार। अब आज क्रिसमस डेको उपलक्ष्यमा सबै भाइ बहिनीहरूलाई एकदम बधाई, अब सुख शान्ति समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छु। देश विदेशमा रहनुहुने अनि आजको यो क्रिसमस सेलिब्रेसनको लागि केक किन्नलाई पैसा दिनुहुने र नदिनुहुने र पैसा दिएर पनि नआउनुहुने है सबैलाई मेरी क्रिसमस भन्न चाहन्छु। जेसुकै भए पनि जुन जातको, जुन भाषाको, जुन धर्मको, जुन ठाउँको भए पनि हामीलाई चाहिँ अब एकाअर्कामा यसो आपस सद्भाव होइन साथीभाइको एउटा विचार वृद्धि होस् भन्ने उद्देश्यले यो गरिएको छ। जे होस् संसारभरि रहनुहुने सबै नेपालीहरू, विशेष गरी क्रिस्चियनप्रति आस्था राख्ने सबै नेपाली दाजुभाइ दिदीबहिनी विद्यार्थी भाइ बहिनीहरूलाई यो वर्षको मेरी क्रिसमस भन्न चाहन्छु। आउने अब एक हप्तापछि लगभग सुरु हुने 2026 सालमा तपाईँ हामीले चाहेको सबै कुराहरू पुरा होस्। अनि ट्याक्क अब यहाँ बोर्डमै भए पनि यो क्रिसमस ट्रीमा ट्याक्क देखेको खुसीलीहरू तपाईँहरूलाई भन्दै यो साइडको चित्र चाहिँ कसले बनाएको हो त्यो पनि अलिअलि मेरै फोटोकपी जस्तो पनि लागिरहेको छ। सबैलाई भन्न चाहन्छु। अब अरू त अब केही खानु छैन। जस तपाईँहरूको सबैको सुख समृद्धि शान्ति होस्। अबदेखि रेगुलर होमवर्क गर्ने बानी बसोस्। जीवनमा केही गर्ने भन्ने आँट यो क्रिसमससँगै आओस्। बिहान बिहान चाहिँ 5 बजे नै सिरक फालेर ढ्याक गलाएर सक्ने क्षमता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। अनि यो क्रिस्चियनको त खास म धर्मको हिसाबले त हामी यो भन्ने त पनि हामी छ क्रिस्चियन धर्ममा हरेक हप्ताको शनिबारको दिन चाहिँ चर्चमा गएर ट्याक्क यसो होइन गीत सित गाउने प्रार्थना गर्ने नाममा चाहिँ कहिले नबोल्ने मान्छेले बोल्ने प्र्याक्टिसहरू भएको छ। अनि यहीँबाट कति जानुभएको भाइ बहिनीहरू चाहिँ त्यो हरेक दिन हरेक हप्ता चाहिँ चर्चमा बोल्ने बानीले गर्दाखेरि एकदम राम्रो कार्यक्रम सञ्चालन गर्न सक्ने भएको छ। सबै भाइ बहिनीहरू सम्झिन चाहन्छु। जे पनि मान्छे एउटा आफूसँग भएको क्षमता अभिवृद्धि गर्ने, प्रस्फुटन गर्ने मौका पाएको छ। अनि एक हिसाबले चिन्ताहरू पनि हरेक हप्ता गीत गाउने नाच्ने गरेपछि मनमा भएको चिन्ताहरू पनि हट्यो पनि त मान्छेको। त्यसले मान्छेले एउटा खुसी भएर बाँच्ने हेल्प गरेको जस्तो लाग्छ। अझै पनि धर्म आफ्नो ठाउँमा छ। त्यो भित्र रहेको राम्रो कुरालाई लिने, नराम्रो कुरालाई बिर्सिने अनि हामी त्यो गर्दै अगाडि बढ्नुपर्छ भन्ने कुरा फेरि सम्झाउन चाहन्छु। कोही बाहिर आएर बसिरहेको छ अरे ओ कान्छी हो झन्डा अलिकति जाने आएर केक पाएन भने केक पाउने भन्नु हेलो हाई भन्नु न, हाई भन्नु न। तपाईँहरू क्रिस्चियनपट्टिको कोही विद्यार्थी हुनुहुन्छ भने हामीलाई केक राख्नु भएको हुन्छ। कोही हुनुहुन्छ भने भन्नुहोस् है। ठिक छ, छैन भने ठिकै छ। अब क्रिस्चियनको सबै कुराहरू पोजिटिभ जस्तो लाग्छ मलाई। तर त्यो सबै कुरा परमेश्वरले गर्नुहुन्छ भन्ने कुरा चाहिँ मलाई अलिक चित्त बुझ्दैन। अरू त सबै ठिकै हो, किनभने त्यो मिहिनेत गर्नुपर्छ, आफूभित्र कन्फिडेन्ट आत्मविश्वास हुनुपर्छ। त्यो आत्मविश्वास पनि परमेश्वरले गर्न आउँछ भन्छ कि रियालिटी। तर चाहिँ एउटा मिहिनेत अहिलेको लागि राम्रो भनिदिनु नि सन्चै। अहिलेको लागि राम्रो हो भनिदिनु त, यहाँ सबैले वाचिङ गरिरहेको छ कि। विश्वास गर्नु राम्रो हो होइन, त्यही हो। मिहिनेत गर्नु सबै गर्नु राम्रो हो होइन। हजुर। मेरी क्रिसमस सबैले अब मेरी क्रिसमस, मेरो गाउँ ह्याप्पी मेरी क्रिसमस पढ्ने भयो होइन। अब पर्छ तपाईँको मेरो गाउँमा त्यति धेरै हुनुहुन्न। मेरो गाउँभन्दा अझै पारि अझै माथि चाहिँ तपाईँको अलमोस्ट सबै क्रिस्चियन हुनुहुन्छ। त्यसले गर्दाखेरि पानी नभएको ठाउँमा पानी पाउनु भएको छ। स्कुल नभएको स्कुल बनाइदिएको छैन होइन। अब जे पनि अब मान्छे भएर बाँच्ने एउटा इनिसिएसन भएको छ। त्यसलाई पनि पोजिटिभ लिनुपर्छ। धर्म भन्ने कुरो पछिको कुरा हो जस्तो लाग्छ मलाई। अब आफ्नो हिसाबले अब आस्था जेसुकै होस्, तर राम्रो कुरा चाहिँ लिनुपर्छ। हरेक धर्ममा, हरेक जातमा, हरेक मान्छेमा एउटा सकारात्मक कुरा हो त राम्रो कुरा चाहिँ हेर्ने हो। तिमीले झगडा गर्ने अब गर्नु छ भने न्यु खोज्ने हो होइन। मिल्ने हो भने राम्रो कुरा सोच्ने हो, अगाडि बढ्ने हो होइन। हरेकसँग राम्रो कुरा पनि हुन्छ, नराम्रो कुरा हुन्छ। आज एक तिमीहरूले जे सकि नसकि 20-50 रुपियाँ 40 रुपियाँ कति गरेर यहाँ केक किन्ने गर्नुभएको छ। त्यो पनि एउटा राम्रो सोच्यो भने हो यति होस् मिल्ने कुरा भन्ने बुझ्यो। अब आयो फेरि यति जाबुले के गरे भन्यो भने फेरि नियम खुम्यो भने त्यसैमा नराम्रो कुरा। हरेक कुरामा राम्रो नराम्रो सबै हुन्छ। तर राम्रो कुरालाई चाहिँ सँगाल्नुपर्छ है। जिन्दगीमा अगाडि बढ्नु छ भने राम्रो कुरा सम्झेर अगाडि बढ्ने, निको गर्नु छ झ्याउ गर्नु छ भने नराम्रो कुरा सम्झेर जहिले पनि त्यही निको खोजिराख्ने। मिन्नसन सबैजना केक खान आउने होला है। जहिले पनि अगाडि बढ्न कोसिस गर्छ।
सातजना छ सातजना हेर्दै हुनुहुन्छ सबैजना आउनु होला यता धारा यस्तो भयो यो फोर यस्तो भयो यो बोर्ड यस्तो भयो आज क्रिसमसको दिन ओ यसमा पनि राम्रो हुने सक्छ भने सुधार्ने अगाडि बढ्ने नभए ल्याङ राम्रो मान्छेले एकदम कम्प्लेन भन्दा पनि एउटा सुधारलाई अगाडि गरेर जानुपर्छ यो केक काटेर लाम है ल पाल्नुस् तपाईले अब उमेरको हिसाबले मेरो भन्दा सिनियर छ ट्याक्कै यो भन्नु सबैले मेरी क्रिसमस है जब केक चेक सर केक चेक साथमा बसेर अब उहाँ टक्कै यताबाट सुन्छ म चाहिँ झोला राख्नु पहिला झोला राख्नु गीत गाउनुस् ल खै मेरी क्रिसमस भने मेरी सबै गर्नु टिङ 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 आवाज आएन टिङ 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 बजाउ न तिमी टिङ 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 बजाउ न त तिमीले सबैलाई क्रिसमसको हार्दिक शुभकामना तपाईको जीवनमा खुसी प्रेम र शान्ति ल्याओस् तपाईं र तपाईको परिवारलाई सुख यो बेलामा लाइभमा बसिराख्नु हुने सम्पूर्ण विद्यार्थीहरूलाई पनि नमस्कार केक बाँड्नु सेन्से भन्दै हुनुहुन्छ हाम्रो बिना सानले टोकियोबाट ल कान्छे तपाईको पालो है यहाँ मेरो तपाईको जीवनमा यस्तो पनि बोल प्रेम र शान्ति ल्याओस् तपाईं र तपाईको परिवारलाई समृद्धि र रमाइलो क्षणहरू कामना गर्दछु ल है त ल खै ल कान्छ ल काट्नु काट्नु तपाईले काट्नु ओइ राजा समालको इन्ट्री भएको ला फिल्म हेर्दाखेरि हो अलि छिटो गरौँ अहिले क्लास गर्नुपर्छ अहिले फेरि अर्को ग्रुपको ल खै अहिले लाइभमा जोड्नु हुने सबै भाइ बहिनीहरूलाई मेरी क्रिसमस है ह्याप्पी क्रिसमस सबैजनालाई ल यत्रोजना पुग्दैन नि त भाउ कहाँ यसरी हुन्छ अलिअलि ट्याक ट्याक गर्नुपर्छ ल खै मैले काट्नु पर्ने हो ल मैले यो लाइभ काट्न चाहेँ है ल